यो भिडियोमा हामी टिया एपमा आफ्नो खर्चहरूको रिपोर्ट हेर्न सिक्नेछौँ। क्याफेमा स्टक एड गरियो, स्यालेरी, पानी बत्तीको बिल यस्ता खर्च एक्सपेन्स अन्तर्गत पर्छन्। अब ड्याशबोर्डबाट 3वटा धर्को भएको आइकनमा जानुहोस् र ग्राफ जस्तो आइकन भएको क्याफे रिपोर्ट अप्सनमा थिच्नुहोस्। त्यसपछि एक्सपेन्स रिपोर्ट अप्सनमा थिच्नुहोस्। यहाँ तपाईले देख्न सक्नुहुन्छ मैले आज तिरेको चैत्रको घर भाडा, स्टाफ स्यालेरी, बत्तीको बिल र क्लिनिङ सप्लाइज साथै स्टक एड गर्दा भएको खर्च पनि यहाँ देखाउनेछ र तपाईले यो भ्यू मोर अप्सनमा थिचेर थप डिटेलमा हेर्न सक्नुहुन्छ। त्यसरी नै इन्भेन्ट्री एक्सपेन्समा भ्यू मोर गरेर आइटमको नाम, टोटल अमाउन्ट र क्वान्टिटी हेर्न सक्नुहुनेछ र टोटल खर्चको लागि स्क्रिनको दायाँतिर यहाँ देख्नुहुनेछ। त्यसैगरी तपाईले 7 डेजमा थिचेर 7 दिनको खर्चहरू हेर्न सक्नुहुनेछ भने 1 मन्थ अप्सनमा थिचेर 1 महिनाको रिपोर्ट हेर्न सकिन्छ। अब हामीले इन्भेन्ट्री अप्सनमा भ्यू मोर गर्यौं भने महिनाभरि इन्भेन्ट्रीमा भएको खर्च स्क्रिनको दायाँतिर हेर्न सकिन्छ भने सबै आइटमहरू इन्डिभिजुअली स्क्रोल गर्दै हेर्न सक्नुहुनेछ। साथै यो फिल्टर जस्तो आइकनमा थिचेर आफूलाई हेर्न मन लागेको डेट सेलेक्ट गरेर खर्चको रिपोर्ट हेर्न सक्नुहुनेछ। एक कप चियामा टिया।